महत्व बताउनको लागि, त्यो मन्तव्य राख्नको लागि म मौलाना जियाउल हक साहबलाई निम्तो दिन चाहन्छु कि तपाईँ नेपाली भाषाको महत्व बताएर आफ्नो मन्तव्य राख्नुहोला। अस्सलामुअलैकुम वरहमतुल्लाहि वबरकातुहू। मेरो आदरणीय दाजुभाइ र मौलाना साहबहरू, म आजको दिनमा म भनिरहेको छु कि नेपाली भाषा हाम्रो गाउँघरमा, हाम्रो नयाँ जेनेरेसनमा किन चाहिँ महत्त्वपूर्ण भयो। पहिले चाहिँ हाम्रो घरमा त्यति तालिम थिएन, त्यति नलेज थिएन। त्यो हिसाबले हामी चाहिँ अगाडि बढ्यो। अहिले हामी महसुस गरिरहेको छौँ नेपाली भाषा किन चाहिँ हामीलाई धेरै महत्त्वपूर्ण लागिरहेको छ। यो हामी जहिले पनि जता पनि गयो भने, वकिल जता पनि गयो, वकालतमा गयो, ब्याङ्कमा गयो, जता गयो भने त्यही ठाउँमा सबभन्दा पहिले नेपालीमा लेख्न आउँछ। हामी पढेको छैन, पढे त पढ्नको लागि त हामी बढी पढेको छ। कसैले आलमियत पास गरेको छ, मौलवी पास गरेको, फजिलत पास गरेको, तर चाहिँ लेख्नमा त्यति नै जिरो छ। अनि बोल्न पनि आयो भने त्यति नै कठिन हिसाबले बोल्न चाहिँ त्यति कठिन हिसाबले बोल्छ। अनि त्यहाँ चाहिँ बोल्ने र लेख्ने, अनि त्यसको बुझ्ने, अनि त्यसको उत्तर दिने, यो चाहिँ खास बेसी नै जरुरी छ। अनि जुन ठाउँमा गयो भने त्यही तीनटा कुरा छ, बोल्ने, लेख्ने, पढ्ने। अब चाहिँ मेरो मुखबाट चाहिँ नेपाली बोल्न चाहिँ अलि अप्ठ्यारो भयो भने त्यहाँ चाहिँ सबैले हेप्न खोज्छ के। अहिलेको समयमा जसको मुखमा चाहिँ जिब्रो छैन नि, सबैले त्यसलाई पछाडितिर धकेल्छ, हेप्दैन के, धकेल्छ के। त्यसलाई अगाडि बढ्ने चान्सै छैन के। त्यही भएर टाइमको अनुसारले हाम्रो आफ्नो सिस्टम चाहिँ अपडेट गर्नुपर्छ। यो अपडेट गर्नको लागि चाहिँ हाम्रो यो जुन सिस्टम छ नि, त्यो एकदमै स्लो छ। त्यसलाई चाहिँ अझै फास्ट गर्नुपर्छ। अनि यति कुरा चाहिँ मैले राखेर अनि म त्यो आफ्नो यो प्रोग्रामको चाहिँ जिम्मेवारतिर यो प्रोग्राम रेफर गर्दैछु। अस्सलामु अलैकुम।